बिहान बिहान यति राम्रो फुल देखेको आज यता यता कोइली गरेर आएको छ आज पनि यता कोइली गरेर आएको छु आज नि कोइली कराएको सुनिदिने भयो है बिहान बिहान आज नि म निवा गरेर आएको बिहान बिहान कोइली आएर यहीँ है यसलाई के भन्छ कमेन्ट गरिदिनु है यसलाई के भन्छ भन्दाखेरि मैले नि बिर्सेँ अहिले सम्झिनु हालै नमस्ते मेरो युट्युब च्यानल हाँदै सजाएको छु आज आज दिन पनि सुरुवात भइसकेको छ बिहान 6 बजेर 5 मिनट गइरहेको छ आज चाहिँ अलि ढिलो भइरहेको छ र म चाहिँ अहिले मनिबा गएर फर्किरहेको छु बिहान बिहानको माहौल फुलीहरू गरिरहेको छ अब गाउँतिर जान्छ नि हो 2-4 दिनपछि गाउँतिर जानु पर्ला मनिबा कहाँ कराएको छ आज काठिङ गराएको छ आज त हिजो त देखिहाल्यो त्यो बिहान बिहान मजाले घाम लगाइरहेको छ म चाहिँ यहाँ काम गर्नु लाग्छु क्या अहिले यहाँ किलो राख्नेले बाख्रा बाँध्नु तल बाँधेछ नि त त्यही भएर यहाँ माथि बाँध्ने त्यही भएर चाहिँ किलो राख्न लाग्छु कि मैले यही बिहान बिहानको खाजा कुकिज र चिया यो चोटि चाहिँ आज नि यो चाहिँ दोस्रो पटकको चिया हो क्या बिहानको खाइसक्यो अब यसो दोस्रो पटकको चिया फाइनली नङसन खातेर बसिरहेको छ अहिले म चाहिँ अहिले पिथिङ चोकमा आएको छु यस्तो घाम लाग्छ बाहिर यस्तो घाम लाग्छ बसेस पनि छैन कि बाहिर त्यही भएर चाहिँ भित्र भिडियो बनाइरहेको छु कि अहिले यस्तो चर्को घाम लाग्छ बाहिर यस्तो चाहिँ बाहिरको वरिपरिको माहौल हेर्दा हेर्दा जाम भयो क्या भक्कसीको भक्कस जाम भयो भन्दा भन्दा ट्याक्कै खुल्याएर यस्तो पानी आएछ बाहिर मजाले 5 बजेलाई पानी आयो कस्तो डराउने नडराउने चरो है बिहान बिहान अचम्मको चरो देखियो अझै अन्त बोलिदिएको भाग्यो नबदलिन्छ जस्तो भागेको छैन अहिले भाग्यो यो चाहिँ हिजोको र आजको भिडियो चाहिँ एकैचोटि आउनु है हिजोको भिडियो खिचिनँ त्यही भएर चाहिँ अहिले चाहिँ खिच्न लाग्छु अहिले चाहिँ म चाहिँ टनलभित्र तरकारी हेर्दैछु कि अहिले यस्तो छ तरकारीको पारा यस्तो छ है म चाहिँ अहिले रेडी भइसकेँ अफिसमा लगभग बिहान 7 बजेर 35 मिनट गइसक्यो आज ढिलो भइसक्यो बिहान बिहानको खाजा दुनुत र अनि चिया जहिले नि यस्तै हुन्छ क्या खाजा आएर खाइहाल्छ अनि त्यसपछि बल्ल खाइसकेपछि बल्ल सम्झिन्छु क्या यस्तै गर्छ दुनु अनि चिया तरकारी छ तरकारी एकछिनपछि आउँछ आज दिउँसो यत्तिकै बिजी भयो बिजी जस्तो के भइहाल्छ सधैँ नभए जस्तो भइरहेको छ अभिषेक त्यस्तो राम्रो दिन पर्यो अहिले खत्तमै बस्छ पानी आउला पुगिरहेको छ अभिषेक त्यस्तो सफा मौसम घाम लागेर गर्मी हो भनेको अहिले यस्तो भइरहेको छ म चाहिँ खाजा खाएर बसिरहेको थिएँ यसो हेरेको बाहिर आउँदाखेरि त हावा चलिरहेको रहेछ यसो बाहिर निस्किँदा फ्रेस हुन्छ भनेर निस्किरहेको छ अहिले अब हेरौँ त अब ताल हेरौँ अझै मोबाइलै धकेलेछ अझै यस्तो हेर्दै त 5 बजेर 5 मिनट गइसक्यो म चाहिँ घर जाने बेला छ हो घर जान्छ अनि घर आउँछु भिडियो कन्टिन्यू आज बाहिर पानी परिरहेछ पानी बिदा भएछ नि जान्छ नभए एकैछिन बसेर नि जान्छ यो बत्ती सोलर यो बत्ती नर्मल बत्ती कुलमान गएपछि अहिलेसम्म म घर आइसकेँ 2 चोटिको बत्ती गइसक्यो त्यो चाहिँ सोलर बत्ती हो यो चाहिँ नर्मल बत्ती हो यो चाहिँ अघि भक्कसी बोलिरहेको थियो भक्कसी गयो क्या अब
बत्ती पनि कति बेला कुल पनि भयो बत्ती पनि भयो पानीहरू चाहिँ कति जान्छ यता आएको मलाई देखेर हेर्न मारेको तँलाई तँलाई गयो जान्न सक्यो यो भिडियो यहाँ चाहिँ हेरिदिनु भने लाइक सब्सक्राइब सेयर गर्नु नबिर्सिनुहोस् यो चाहिँ अर्को दिन हो हिजोको र अस्तिको भिडियो कन्टिन्यू हुन्छ आज पनि कन्टिन्यू भइरहेको छ तर आज चाहिँ इन्डिङ भिडियो क्या यहाँ चाहिँ हेरिदिनु भने लाइक सब्सक्राइब सेयर गर्नु नबिर्सिनुहोस् थ्याङ्क यू फर वाचिङ दिस भिडियो